कस्तो क्रेभिङ हुन्छ क्या कहिले है खाएपछि चाहिँ रिग्रेट लाग्छ क्या किन खाएछ जस्तो लाग्छ। हेलो साथीहरू, आज चाहिँ भाउजू र नन्दा करेन्ट चौचौक खान गइरहेको छु। अब जिम जाने अनि त्यसरी करेन्ट चौचौक खाने यहाँ खुर्सानी पनि छ। हाम्रो भाउजूले खानु न लट्ठीले आउँदैन मलाई चाहिँ यसले खान आउँदैन यसले आउँदैन नि ल खाएला साथीहरू, नलिनु होला तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ। यस्तो यस्तो दाम खाइला मलाई चाहिँ आउँदैन गाइस, त्यसरी चम्चाले नै खाने हो लोकल स्टाइलमा। यो क्यामेरा छ तर अटेन कि हामीले क्यामेरा मिलाउन जानेन, त्यही भएर आधी आधी भयो नि। यस्तो ससुरालीमा जस्तो कि कहिले यता कहिले यता कहिले यता। कस्तो क्रेभिङ हुन्छ क्या कहिले है खाएपछि चाहिँ रिग्रेट लाग्छ क्या किन खाएछ जस्तो लाग्छ। अनि भोलि बिहान जाँदाखेरि 2 केजी बढ्छ। मरि वेट उचाल्ने होइन, अनि त्यसपछि जोग्ने अनि चाहिँ एक केजी कति पाउ बढेको हुन्छ भन्ने मुख बिगार्ने अनि आउने। त्यही हो, यसरी चलिरहेको छ हाम्रो। साथीहरू तर सबैजना खानु है, यो फेरि कन्ट्रोल चाहिँ बिहान गरेको हुँदैन है, त्यो पाउन गाह्रो छ नि अहिले। तर यही खानु मलाई अब खाइसकेको हो क्या बन्दाको तिमी भन सकिने खाने हो किन। उता गरी यता खैरी खाएन अनि त एक बुझिहाल्छ पहिला जस्तो खानै सक्दैन। कति दिन खाना खाएको अलिअलि घटाइदियो 2-3 किलो कति मजा खानुभएको खुर्सानी। सक्नु है मलाई ठुल्ठुलो बाइक खायो नि त। अब होइन गाइस, यहाँ चाहिँ सकिसक्यो, यहाँ चाहिँ यत्रो छ। म चाहिँ मोटा होस् भने धेरै हाल्दैछु कि होइन मेरो कहीँ हुने पनि यसरी खान्छौँ होइन, पछि चाहिँ रिग्रेट लाग्छ। त्यही हो टस्स पिरो हुने कि यता डल्ले खोर्सानी बास्नै मिल्यो कि डल्ले खोर्सानी चाहिँ फेरि मलाई 1.5 वर्षसम्म चाहिँ लाग्छ कि। त्यही हामीले चाहिँ खाइसक्यौँ, खाएर नसक्यौँ, खाएर सक्छौँ। यति नै हो भिडियो आजलाई। बाई बाई साथीहरू, माया गरिदिनु ल सबैजनालाई। समटाइम तपाईँले नि यस्तो क्रेभिङ हुँदैन, अब छोरी मान्छेलाई एकदम क्रेभिङ हुन्छ, चलानै हुन्छ नि होइन। तर छोरी मान्छेले यस्तो पिरो अमिलो पानीपुरी मनपर्छ। खानु होला कहिले, तर हेल्थको लागि चाहिँ राम्रो होइन है समटाइम खानु केही हुँदैन। यसो पेटलाई पनि झट्का दिनु पऱ्यो नि त। करेन्ट हामी करेन्ट चलाउँछ अनि यसो पेटतिर करेन्ट लगाउनु परेन झट्ट गरेर। बाबा धेरै माया।